नमस्ते साथीहरू, तपाईहरुलाई वेलकम छ मेडिकल हेल्थ एजुकेसन युट्युब साथीहरू, आज म तपाईहरुलाई लोसिटा 50 mg ट्याब्लेटको बारेमा सानो जानकारी दिन गइरहेको छु। साथीहरू, यो भिडियो हजुरले अन्तिमसम्म हेर्दिनु होला। मन परेमा लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब अनि माथि दिएको बेल आइकनमा टिनिङ्ग घण्टी बजाउन चाहिँ नबिर्सिनुहोला। साथीहरू, आज म तपाईहरुलाई लोसिटा 50 mg ट्याब्लेटको कन्टेन्ट, ब्रान्ड नेम, ड्रग क्लासिफिकेसन, डोज, युज, साइड इफेक्टको बारेमा पुरा जानकारी दिनेछु। साथीहरू, यो लोसिटा 50 mg को कन्टेन्ट हजुरले हेर्न सक्नुहुन्छ। यसमा चाहिँ लोसाटन पोटासियम 50 mg हुन्छ भने यसको ब्रान्ड नेमको कुरा गर्नुपर्दा हजुरहरूले चाहिँ मार्केटमा विभिन्न किसिमका ब्रान्ड नेमहरू पाउन सक्नुहुन्छ। जस्तै लोसपिल 50 mg, लोसाटन 50 mg, एकुरेस 50 mg, लोसिटा 50 mg र लोसाटन जस्ता विभिन्न किसिमका ब्रान्ड नेमहरू तपाईहरुले चाहिँ मार्केटमा पाउन सक्नुहुन्छ। साथीहरू, यसको ड्रग क्लासिफिकेसन यो एउटा एन्जियोटेन्सिन सेकेन्ड रिसेप्टर ब्लकर एआरबी समूहको मेडिसिन हो भने यसको डोजको कुरा गर्नुपर्दा मार्केटमा 25 mg, 50 mg, 100 mg सम्म पाउन सकिन्छ। साथीहरू, तपाईहरुले यो मेडिसिनको प्रयोग गर्नुभन्दा पहिले आफ्नो डाक्टरको सल्लाह लगेर मात्र प्रयोग गर्नुहोला। साथीहरू, डाक्टरले चाहिँ यो औषधि दिनमा एक पटक अथवा तपाईको सिचुएसन हेरेर चाहिँ 2 पटक पनि खुवाउन लगाउनुहुन्छ। कहिलेकाहीँ त हजुरलाई यो मेडिसिनसँग एम्लोडिपिन र एटिलिनको पनि प्रयोग गराउन सक्नुहुन्छ। साथीहरू, अब म कुरा गर्छु यसको युज। साथीहरू, यसको युज नर्मली हाइपोटेन्सन यानी कि हाई ब्लड प्रेसर कुनै पनि व्यक्तिलाई 120/80 भन्दा माथि ब्लड प्रेसर छ भने यो मेडिसिनको डाक्टरले प्रयोग गर्नुहुन्छ। साथीहरू, अनि त्यसैगरी हार्ट अट्याकको केसमा पनि प्रयोग गर्न सकिन्छ, हार्ट फेलियरको केसमा पनि प्रयोग गर्न सकिन्छ, डायबिटिस न्युरोपेथीको केसमा पनि प्रयोग गर्न सकिन्छ। साथीहरू, अब म कुरा गर्छु यसको साइड इफेक्ट। यसको साइड इफेक्ट नर्मली हेडेक हुन सक्छ, यानी कि टाउको दुख्न सक्छ, मसल्स क्र्याम्प हुन सक्छ र कुनै व्यक्तिलाई चाहिँ ब्लड प्रेसर कम हुन सक्छ, यानी कि लो ब्लड प्रेसर हुन सक्छ, स्ट्रेस हुन सक्छ अनि तपाईहरुको शरीरमा कुनै पनि रेसेस, स्किन रेसेस हुन सक्छ, हैन, डायरिया हुन सक्छ, झाडा पखाला हुन सक्छ, स्लो हार्ट रेट हुन सक्छ, विकनेस हुन सक्छ। यस्तो समस्याहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। साथीहरू, यो मेडिसिनको प्रयोग गर्नुभन्दा पहिले तपाईहरुले आफ्नो डाक्टरको सल्लाह लगेर मात्र यो मेडिसिनको प्रयोग गर्नुहोला। साथीहरू, लोसिटा 50 mg ट्याब्लेट हजुरहरूले चाहिँ मार्केटमा सजिलै पाउन सक्नुहुन्छ। साथीहरू, यो औषधि डाक्टरको प्रिस्क्रिप्सन बिना खान मिल्दैन। प्रिस्क्रिप्सन बिना खायो भने चाहिँ तपाईहरुलाई चाहिँ अलिकति समस्या हुन सक्छ। त्यही भएर डाक्टरको प्रिस्क्रिप्सन लगेर मात्र यो औषधिको प्रयोग गर्नुहोला। साथीहरू, यो लोसिटा 50 mg ट्याब्लेट एउटा नेसनल कम्पनीको हो। साथीहरू, मैले कुनै पनि कम्पनीको या मार्केटिङ गर्न खोजेको होइन। मैले चाहिँ यो हजुरहरूलाई चाहिँ सजिलो होस् भनेर मैले यो भिडियो बनाएको। साथीहरू, तपाईहरुले यस्तै मेडिकल रिलेटेड भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट गर्नुहोला अनि सब्स्क्राइब पनि गर्नुहोला। साथीहरू, तपाईहरुलाई कुनै पनि रोगको बारेमा जानकारी लिन चाहनुहुन्छ भने तपाईहरुले कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। थ्यांक यू सो मच साथीहरू। नमस्ते, बाई बाई एन्ड टेक केयर।